अझै पोखराको मन्दिर हो है पुरै बोटिङ छ वहाँदेखिको वहाँसम्मको पुरै यो चाहिँ पुरै पानी नै पानी छ यो पानीको बीचमा चाहिँ एउटा चट्ट सानो मन्दिर छ है हेर्नु त यी सानो चट्टसँगले मान्छे बोटिङ चढ्दै छन् ट्याक ट्याक पारेर हाम्रो केटा अब नाउ चढ्न रेडी भइसक्यो है यस्तो माछै निकालिदिनुसम्म के टेन्सन पानी छ भने होइन गाइज हाम्रो परिवार फोटो खिच्दैछन् चट्ट पारेर कराउ यहाँ फोटो खिच्दैछन् चट्ट पारेर अब हाम्रो गन्सी जाति हुन्छ फोटो खिच्नलाई जेसी गर्नु मलाई बाल छैन सही निक्लेर गर्छ एउटा फोटो चाहिँ मलाई अरू त त्यही हो हो लाइक हो ल स्माइल प्लिज ओके ओके हाम्रो केटाहरू सबै यहाँ फोटो खिच्न बिजी छन् एकदम राम्रो इन्भाइरोमेन्ट छ पुरै पानी नै पानी रहेछ है पानी नै पानी रहेछ यहाँ पानी नै पानी रहेछ है हाम्रो त्यहाँको आर्मीहरू चाहिँ टक्कै अब क्याम्पिङ हानिरहेछन् है चट्ट पारेर ल पुरै आर्मी ट्रेनिङ हानिरहेको छन् नाउ चढिआएछन् टक्कसँगले पुष्पा चाहिँ यहाँ फोटो हान्दै हुन्छ किची पारेर सबैजना होइन हो ठिक छ उ ल दामी भ्यू छ हजुर म रामेश्वरबाट आएको हाम्रो देवकृष्णजी है अब हामी चाहिँ मन्दिरको लागि स्पेसल टुर हान्दैछौँ है चट्ट मन्दिर गएर बाँकी जग्गा हेरौँ नाउ चढेको भिडियो आउँछ अब केटा हो ल अब हामी बोटिङ चढ्न आँटेको होइन टक्क हामी अब यहाँ स्विमिङ सेट ड्रेस लगायो भने हामी टक्क बोटिङ चढ्दैछौँ है टक्क म तालको हो नि यहाँ फेवातालको बिचको मन्दिर हो टक्क म त माछा निकालिदिन्छु टक्कसँगले अब हामी नाउ चढ्छौँ अनि मन्दिर देखाउँछौँ यी मन्दिर हो मन्दिर सानो चट्ट परेको छ दामी छ ल अब हामी ज्याकेट लाउनु जाँदैछौँ हाम्रो केटाहरू टक्कसँगले अब ज्याकेट लाउनु जाँदैछन् केटाहरू ठ्याक्कसँगले ज्याकेट लगाइदिने केटाहरू हाम्रो यहाँ बसिराख्नु भएको छ है अब ज्याकेट लाउने सेक्सन चाहिँ यता रहेछ है टक्क अब ज्याकेट लाउने यसो केही गरी 2 घन्टा भइगयो भने त पौडी त खेल्नु पर्यो खेल्न आउने मान्छे ज्याकेट चाहियो त्यो भएर ज्याकेट चाहिँ चाहियो है त्यही भएर हो ज्याकेट चाहियो ल ज्याकेट ल्याम पारेर सबैजना ज्याकेट लाउँदैछन् यहाँ हाम्रो सबैले ज्याकेट बाँड्दै हुन्छ स्टकबाट मैले पनि ज्याकेट लगाइसकेँ है चट्टसँगले केटाहरू ज्याकेट लगाइसकेँ टाउको साउको चाहिँ जोइन्छ होइन यति पछाडि स्टक मात्रै रहेछ चक्कै कस्तो अचम्म लाग्यो है हाम्रो रेडी हो भने चट्ट ज्याकेट लगाएर रेडी भइसकेँ के भ्याउँथ्यो यसले अब यसो पौडी त चाल्नु पऱ्यो हो नि हल्का पौडी त ट्याक्नु चाहियो क्या पौडी नै खेल्नु आउने मान्छे हजुर हामी अब यसो बोटिङको भ्यू हानिदिने होइन चट्टसँगले बोटिङ हानिदिनुपर्छ म गीत बजाइदिन्छु टक्क नाउमा ड्याङ पारेर टक्कसँगै नाउँछ नि सिस्टम चाहिँ कायदा रहेछ है गाइस चट्टसँगै नाउँछ चट्टसँगै चढेर बसिरहेछन् पानी चाहिँ एकदम चिसो रहेछ है यहाँ चाहिँ एकदम चिसो फिल आइदिनुहरू ड्याङसँगले चिसो पुरै चाहिँ पानी नै पानी छ गाइस हेर्नु न पुरै पानी नै पानी छ यहाँ अनि पानी हाम्रो केटा हो नाउँमा ट्याक्टुसँग चढिसक्यो
उसलाई नाउँमा चढिसक्यो नाउँ चढेर जान आँटिसक्यो केटाहरू हाम्रो केटाहरू गइसके केटाहरू नाउँमा चढिसके सरसँगले यी सुदीप केटाहरू सबै झ्यापझुप पारेर हाम्रो अर्को केटीहरूको ग्रुप पनि गइसके झ्यापझुप परेर केटी पनि गइसके हरि पनि गइसके पस्दिने हो पसौँ अरू एकजना आउनु त चिसो छ त अङ्ग कसै बस्नु हटिन्छ हट्दैछ हट्दैन त म पकाउन आउँदैछु केही फरक पर्दैन ल ओ हामी बोटिङ हान्दैछौँ है ल ल ल ल ल बोटिङमा जाँदैछौँ बोटिङ जाँदैछौँ हाम्रो सरहरू उहाँ बोटिङ हानेर रेडी अवस्थामा हुन्छ ल आधी चटचट पारेर ल मस्ती चढ्दै हुन्छ बोटिङमा गर्दै पौडी हानिदिइहाल्छु भाले छैन मलाई त फेरि हामी त माझी पर्यो होइन गाइस सर हावामा ओहो केटा हो पानी एकदम चिसो छ कि के हो पानी ठन्डी पानी तातो त हुन्छ त पानी तातो छ गाइस पानी तातो रहेछ त बोटिङ चाहिँ मेरो यहाँ अब 6 टाइम चाहिँ 7 टाइम भयो यहाँ चाहिँ फर्स्ट टाइम आएको हो म मन्दिर देखाउँछु है मन्दिर चट्टसँगले ल को हल्यो यो मन्दिर आउँदैछ सुइसँगले अब यो मन्दिर घुम्ने हो चट्टसँगले है हेलो भनिदिनु सबैजना ल चट्टसँगले ल टिकटकमा हालिदिइहाल्छु म चट्ट ए मन्दिरको एक राउन्ड हुने रहेछ अङ्कल नि चट्टसँगले ओहोइ चट्टसँगले वरिपरिको पानी देखाउनु देख्छ टक्क पोखरामा माछा भेट्यो माछा यहाँ कत्लो आयो माछा ल ल ल ल एक गएर रोइन छ त यहाँ छोड्नु छैन गाडी हेलो गाइस वेलकम टु माई ब्लग है अब गोपाल छ हामी पर्छ चण्डी भाइ ला त यता हेरे फोन दे त उता कुर्चेल दे केटा हो यहाँबाट फोन झर्यो भने कति मिटर गएर होला फोन त तल पुग्दैन होला जान्छ लग्ने छेउ तिमीको यसो उभिन मिल्छ अङ्कल भिडियो निकाल्नु ल एकचोटि यसो गर्छ ल केटाहरू चट्टसँगले केटाहरू चाहिँ अब फोटोसोटो किन्ने कार्यक्रम चल्दैछ है चट्टसँगले मन्दिर चाहिँ एकदम मन्दिर चाहिँ यस्तो रहेको छ फेवातालको भित्र है मन्दिर यस्तो रहेको छ यहाँ बेच्ने सेच्ने यसो खालको रहेछ है अनि भनेको तार बाहिर तार तराइएको छ अनि चाहिँ फुकान सिस्टम छ यहाँ यसो पूजा गर्ने गर्छ त्यही अब आइयो मन्दिर घुम्यो दाना साना गर्छ मौजीको लागि चट्टसँगले
ब्लग यति नै हो है गाइस र आजको ब्लग चाहिँ सकियो नयाँ हुन्छ भने युट्युब सब्सक्राइब कमेन्ट गर्नु होला हेर्नु गाइज हाम्रो चण्डिका त्यही पोखरामा फेवातालमा आएर गाइज देखो न गाइज होला जाऊ जाऊ ल ए ल आँटेपछि हुन्छ के हो ल ल रन्जित भाइ दुईचोटि नखाऊ न एकचोटि एक एकचोटि मात्र खाऊ